नमस्कार साथीहरू, स्वागत छ तपाईहरुलाई मेरो नयाँ भिडियोमा। आज हामी आइपुगेका छौं गैरीचाडी मन्दिरमा। आज यहाँ एउटा विशेष काम हुँदैछ। मन्दिर परिसरमा नयाँ लाइट जडान गर्ने काम भइरहेको दृश्य तपाई यहाँ प्रत्यक्ष रूपमा देख्न सक्नुहुन्छ। मन्दिरलाई अझ सुन्दर, उज्यालो र भक्तजनहरूका लागि सहज बनाउने उद्देश्यले यो काम अगाडि बढाइरहेका छौं। रातिको समयमा पनि मन्दिरको सुन्दरता अझ बढ्नेछ र दर्शन गर्न आउने भक्तजनहरूलाई पनि सजिलो हुनेछ। यस पवित्र कार्यक्रममा सहयोग गर्नुहुने सम्पूर्ण व्यक्तिहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। अब हामी तपाईहरुलाई देखाउनेछौँ लाइट जडान गरिरहेको दृश्य। तपाई यहाँ देख्न सक्नुहुन्छ। केही साथीहरू खाडल खनिरहेका छन् भने केही मन्दिरलाई अझ सुन्दर, उज्यालो र भक्तजनहरूका लागि सहज बनाउने उद्देश्यले यो काम हामीले अगाडि बढाइरहेका छौँ। रातिको समयमा पनि मन्दिरको सुन्दरता अझ बढ्नेछ र दर्शन गर्न आउने भक्तजनहरूलाई पनि अझ सजिलो हुनेछ। अहिले तपाईहरुले देखिरहनु भएको छ गैरीचाडी मन्दिरमा भइरहेको काम। यहाँ बिजुलीको व्यवस्थाका लागि साना ठुला पोलहरू ल्याएका छन् र काम पनि अगाडि बढिरहेको छ। हामीहरूसँग आवश्यक सामग्री उपलब्ध भइसकेका छन् र सबैको सहयोगले यो काम अझ सहज रूपमा अगाडि बढिरहेको छ। काम भइरहेको ठाउँको वरिपरिको वातावरण निकै रमणीय रहेको छ। चारैतिरको हरियाली, प्राकृतिक दृश्य र शान्त वातावरणले यो ठाउँलाई अझ सुन्दर बनाएको छ। यस्तो पवित्र र सुन्दर ठाउँको विकासका लागि हामी सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ। सबैको साथ र सहयोग भयो भने हाम्रो मन्दिर अझ व्यवस्थित, सुन्दर र आकर्षक बन्न सक्छ। भिडियो मन परेमा लाइक, कमेन्ट र च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। हवस्, धन्यवाद। यदि फेसबुकबाट हेर्दै हुनुहुन्छ भने मलाई यस्तै भिडियो हेर्नको लागि तपाईले फलो गर्नुपर्ने हुन्छ। यदि तपाईले फलो गर्नुभएको छैन भने मलाई फलो गर्नुहोला र म यस्तै भिडियोहरू तपाईहरुको माझ लिएर आउने नै छु।